पुग्यो हतार भएको बेला पनि कसै स्कुल जानु कस्तो हतार भइरहेको मम्मी मम्मा ढिलो भएको बेला झन् ढिलो हुन्छ कसले गर्दा त नि कपाल बार्न यति बेर लाउँछ कि त पनि मलाई बोकाउँछ खाना पनि मलाई बोकाउँछ अया अया रातो हिँड्नु आइज हिँड छिटो ढिलो भएको अया अया अहिलेसम्म आएन ती मान्छे खै के भयो अहिलेसम्म आएका छैन फोन गर्नु पर्यो कसको फोन आएछ फेरि हेलो हजुर हजुर मुखिया साहब यो टेन्डर पास हुनु पर्यो तपाईले जसरी पनि छिटो आउनु पर्यो यो टेन्डर पास गर्नै पर्ने भयो आज नै मान्छे आउँदैछन् म पनि आउँदैछु म छिट्टै आउँछु हजुरले चिन्ता नगर्नु होला तपाईको काम आज सिधाएर जाने ल त नमस्कार मुखिया साहब नमस्कार यति ढिलो किन म मान्छे बोलाउन गएको थिएँ मान्छेलाई रेडी पारेर भेजिसकेको छु अब यहाँ टाइम जावा गर्नुभन्दा हामीले हिँड्यो हुन्छ ल अहिले हिँडिहाल्नुपर्छ हिँड त्यो टेन्डरलाई पास गर्नुपर्छ त्यो कुरो पनि 2-4 करोड रुपियाँ खाइहाल्नु पर्यो 2-4 भइहाल्छ केही छैन अब जनताहरूलाई पनि अब यस्तो आँखामा धुला हालिकन आफूभित्र पनि राख्नु पर्छ त पैसा यतिकै पैसा यतिकै अनि हामीले नखाएर नबचाएर भोलि हाम्रो छोराछोरीको फ्युचर कसरी बढाउने त्यही त भन्छु नि त्यही त 1-2 करोड रुपियाँ खानु पर्यो गरे भइहाल्छ त्यो गरिहाल्नु पर्छ धेरै दुखिरहेछ औषधि गरेलाई धेरै धेरै दुखिरहेछ उभिएको काम गर न बराबर खुरुखुरु काम गर खुरुखुरु गर के हो गर न फटाफट यार हेरे हेरे बुवा खाना ल्याएको छ खाना खान आउनु हुन्छ छोरी ऊ त्यहाँ राख्देऊ हुन्छ बुवा पछि खाना चिसो भइहाल्छ अहिले खानु बहिनी मेरो त कापी सिद्धिएको छ आज कापी नै छैन मसँग आजलाई पनि के गर्नु होला हुन्छ म बुवालाई भन्छु बुवा दिदीको कापी सकिया छ रे कति किन्नु पैसा पैसा पहिले पैसा छैन जे छ त्यसैमा काम चलाऊ अहिले जाऊ बुवा आजको लागि पनि एक पाना पनि स्कुल गयो भने चाहिँ सर म्याम भित्राउँछन् मुखिया साहब छोरीको कुरा हजुरले सुनिहाल्नु भयो कापी किन्नलाई 40-50 रुपियाँ दिनु न काम लागेको एक दिन पनि भ्या छैन पैसा माग्न थाल्यो के गर्नु मुखिया साहब कापी नु भयो स्कुलमा रिसान्छन् कापी किन्नुलाई पैसा छैन 50 रुपियाँ दिनु न मुखिया साहब बिचरा छोरीहरूलाई कापी छैन भन्छन् भयो यसो 50 रुपियाँ मिलाइदिनु चम्पा लौ पैसा हस् बुवा जाउँ स्कुल दिदी हजुर जब त 50 रुपियाँ माग्दै हाम्रो बुवालाई कति धेरै कुरा सुनाउनु भयो है हो त बहिनी हाम्रो परिस्थिति यस्तै छ बुवाले कति कुरा सुनाउनु पर्यो त्यो त हामीलाई कहाँ थाहा छ दिदी मम्मी विदेश जानु भएको 2-3 महिना भइसक्यो काम पाउनु भयो कि पाउनु भएन खै
हुन त हो बहिनी, मम्मीले काम पाउनु भयो कि पाउनु भएन केही खबर नै छैन, कुराकानी नै भएको छैन। पैसा पठाएको भए त राम्रै हुन्थ्यो नि घरको लागि त। त्यही त दिदी। ओ चम्पा रोक न। बोलाउँदा पनि नबोलेर गइया। जति दिन कुर्नु पर्यो नि कुर्छु। होइन बाटोले आज चिटिक्क भएर कताबाट आइस? कहाँ चिटिक्क परेको छु, सपिङ गरेर आएको नि बजारबाट। ए हो, मान्छे साडी लगाएर त झन् राम्रै देखिन्छ। ए हो र? जा जा, धेरै मलाई अनि त कहाँ जान लाग्यो यति हतार हतार गरेर? होइन उता साथीलाई भेट्न जाँदैछु, मलाई हतार हुन्छ म जान्छु है। ए ल ल हुन्छ जाऊ। होइन कुल्लु यार के गर्ने यार, त्यही हेर्न म गाडीको फोटो हेरिरहेको छु नि त। होइन यार जहिले नि बाइकको फोटो हेरेर बसिरहेको छौ यार, कहिले हो किन्ने? कहाँ किनिदिनु यार, पहिला जागिर खा भन्छन् बाले, त्यसपछि बल्ल किनिदिन्छु भन्छन्। ए हो त्यस्तै छ। ए तैँले जागिर खानु पर्ने, त्यसपछि किनिदिने। तिमीलाई पनि कस्तो बिनगन है। के भन्नु त यार, के छ त यार तेरो हालखबरहरू बरु? के हुनु यार, सब ठिक छ भनौ यार, आफ्नो के छ? ठिक छ यार, के भन्नु। खाऊ न यार, खाऊ न। नखाऊ यार, बाउले देख्यो भने मारिहाल्छन् यार, बाटो सेक्छन् यार। अरे केही हुन्न के यार, कोही छैन, खाऊ न। खै कसैले देख्यो भने यार। कोही छैन, कसैले देख्दैन कि, खाऊ न, के हुन्छ र, खाऊ। यार के दिएको यार त्यो? यार सुर्ती हो यार यो यार, हैट तेरी के गरेको यस्तो यार? के हो यार यस्तो? यो के हो त यार, यो हेर न यार, सुर्ती हो नि। ए हेर मेरो त यार घाँटीमा लाग्यो यार। ए के हुन्न यार, ए छोड्दै यार, जाऊ। दिदी झन् दुखिरहेको छ, म जान सक्दिनँ। हिँड्न बिस्तारै 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 जाऊ। अया चम्पा बहिनी, आज एक्लै कता हो? कान्छी खोइ त? कान्छी ओहो, चम्पा बहिनी खेल्न थालेको रहेछ। कान्छी सातो गएको यही छस्? आयो मम्मी, कस्तो डराएँ म। धेरै दुख्यो कान्छी? भन्नु त पर्छ नि, म त सरासर गइसकेको। ओ बाफ्रे, अब घर कतिजना धेरै दुख्यो? के भयो? हेर्नु न, यसलाई बिहान चोट लागेको थियो, त्यही भएर अब हिँड्नै नसक्ने भएछ कि। ओहो, साह्रै गाह्रो भएर जस्तो त। हिँड्नुहोस्, घरसम्म छोडिदिन्छु म। साह्रै गाह्रो भएको रहेछ। ल बहिनी, ओहो, गाह्रो भएको रहेछ बहिनीलाई, कसरी खस्नु आएको? ओहो, हिँड्नुहोस्, आरामले हिँड्नुहोस् है, घरसम्म छोडिदिन्छु। ल हिँड्नुहोस्, ल ल आरामले। ल बहिनीको चाहिँ केयर गर्नु होला, केही समस्या भएपछि मलाई भन्नु होला है। ल म अहिले लाग्यो, हतार छ है। कति बेला पुग्ने होला, भोक लागिसक्यो। ल है, अब हजुर झर्ने टाइम भइसक्यो, ठाउँ आइसक्यो। हजुर झर्नको लागि तयारी हुनु होला है, आफ्नो सामानहरू के छ हेरेर।
हुन्छ चढ्नु होला है। हस् हस् चढ्नु हजुरको आफन्त को छन् बोलाइहाल्नु होला है। हाम्रो यो ध्यान राख्नु होला, आफ्नो मान्छे आएपछि मात्र जानु होला है। दाई सुन्नु न, ओ दाई सुन्नु न, म भर्खर गाउँदेखि यहाँ आएको है। मेरो आफ्नो आफन्त यहाँ कोही पनि हुनुहुन्न, कतै यसो चिनेको ठाउँ छ भनेपछि मलाई त्यहाँसम्म पुऱ्याइदिनुहुन्छ कि? कहाँ जाने हो र? खै दाई थाहै छैन कहाँ जाने हो, म भर्खर आएको नेपालबाट। टाइम छैन बहिनी, म त ड्युटी जाने हतार भइसक्यो। अब कहिले आउली नआइनु बन, अब कहिले आउली त्यहाँको खानु खाउली, ठुलो चामल केही छैन क्याको खानु खाउली। सम्भा कान्छीलाई के भयो? आन्टी बिहान स्कुल जाँदाखेरि चोट लागेको छ, लोटेर। कान्छीलाई लागेछ आन्टी खोरो दुरै। ओहो कान्छी धेरै चोट लाग्यो? कसरी लडी? बढी चोट लाग्यो? दुखिरहेछ। कपडा लिएर आ त। कठैबाट आमा भइदियो भने यस्तो गाह्रो हुन्थेन होला। ए चम्पा कपडा लिएर आ त। ल तु एकैछिन बस्दै गर, म बनमारु लिएर आऊ, बनमारु कुटेर रोसलाई हालिदिनु पर्यो। ल ल आन्टी लिएर आउनु। ल त ल। अయ్య मामा अయ్య सरी आयो। ल बान्धे। तेरा बाबा आया छैनन्? नै अहिलेसम्म नि आउनु भएको छैन। ल ल चिन्ता नलिऊ, अब ठिक भइहाल्छ है नानी, म गइहाल्छु। ल ल हुन्छ आन्टी। ल त म गएँ बहिनीको केरा रे। ल ल हुन्छ आन्टी। ल त ल। नरो न, ठिक नरो कान्छी, अब बुवा पनि आइहाल्नुहुन्छ। सन्चो भइहाल्छ के, टेन्सन नले न, ठिक भइहाल्छ। टेन्सन नरो न, सन्चो भइहाल्छ। चोट लाग्यो भने रुनुपर्छ त, कति यस्ता चोट त कति पो लाग्छ जिन्दगीमा। सहनु पर्छ भने ठिक भइहाल्छ त।